ढलानको दिन हालत खराब भयो गाइज यो चाहिँ तातो पानी र अन्डा खाइरहेको थिएँ होइन म। सो हे गाइज इट्स मिस सुहाना, वेलकम टु माई मिनी भ्लग होइन गाइज। म चाहिँ उठेर मुखसुख धोएर यो तातो पानी र अन्डा खान थालेँ होइन। आज थियो अनि आज चाहिँ गाइज घरमा ढलान चाहिँ सब सामानहरू झर्दै थियो अनि आज मैले नै खाना बनाउनु पर्थ्यो घरको लागि, मलाई र मम्मीको लागि होइन। किन भन्दाखेरि मम्मी त उता बनाउनुहुन्छ अनि त्योभन्दा अगाडि चाहिँ लेट्स ह्याभ अ स्किन केयर होइन, लाइक त्यही कोल्ड वाटर ठन्डे पानीमा डुब्की डुब्की लिएपछि अनि त्यहाँ गयो मम्मीबाट भुजिया काट्नु भइरहेको थियो खाना बनाउनको लागि। यति धेरै भुजिया अनि टमाटर चाहिँ किन भन्दाखेरि अचार बनाउनलाई अनि छडलानको लागि अलिअलि सबजना आउनु भइसकेको थियो अनि त्यो चाहिँ गाइज मिसिँदो हेर्नु नै होइन। अनि भित्र गएर हेरेको पूजा आन्टी दालहरू गर्दै हुनुहुन्थ्यो अनि यहाँ चाहिँ टमाटरको अचार बनि पनि सक्यो अनि मम्मीले चाहिँ भात पकाउनु लाग्नु भयो कि चामल हेर्नु न गाइज डेन्जर छ आहा। अनि त्यो पछि हेर्नु गाइज खेल्ने भनेर त्यतिकै खेलाइदिएको हेर्नु न होइन। अनि त्यो पछि त्यति गर्दा खाना नि बनिसक्यो अनि यी ठुलो मम्मीहरू सबजना मिलेर हाल्दै हुनुहुन्थ्यो। अनि खाना बनिसकेपछि अनि खानासाना खाएपछि अनि यी पूजा गर्न थाल्नुभयो मम्मीले। त्यो मिसिनहरूमा पनि पूजा गर्नु पर्दो रहेछ गाइज, मलाई थाहा थिएन, डेन्जर कमाउँदो रहेछ यार गाइज यस्तोमा त। अनि माथि गयो सब हालिसकेपछि आज ढलान छ सो त्यही भएर अनि यहाँ माथिबाट हेरेको अनि पूजा गरेर यी लड्डु हेर्नु गाइज खाने भए सकिसक्यो अहिले त। अनि अब सुरु भयो काम होइन गाइज चाँडो अनि काम सकि पनि सक्यो जस्तो कति 3-4 घन्टामा सकिहालेको। अनि माथि गयो पुरै यस्तो भाँच्दा अनि स्ट्रगल गरेर गएँ अनि त्यो पछि हेर्नु गाइज पुरै ढलान भइसक्यो। हाम्रो गाउँको एउटा आमा पाथिभारा मन्दिर गएर आउनु भएको रहेछ अनि टिकाहरू लगाइदिनु पऱ्यो र राम्रो A+ मार्क्स आओस् भन्नु भइरहेको थियो गाइज। कपी चेक गर्न हाम्रो अहिलेसम्म स्टार्टै भएन, कहिले स्टार्ट हुन्छ होला एनी गेस।